नमस्कार, म अनिश पोखरेल। म अहिले भरतपुर महानगरपालिका अरबमा 10 स्थित 24 कोटीमा रहेको छु। यो भनेको एयरपोर्टको अपोजिट साइडमा हो। मैले केही महिना अगाडि हजुरलाई भनेको थिएँ यसमा पोल आउँछ भनेर। पोल त आयो, बत्ती बल्यो, त्यो भनेको केही दिनलाई देखाबत्ती मात्रै भयो। अहिले यो एकदम लाइट बिनाको अवस्था रहेको छ। यो चाहिँ भरतपुर महानगरपालिका 10 क्यारे त्रिचोकदेखि 24 कोटीको हाइवेमा रहेको छ। एकदम अँध्यारो छ। एकदम जनताहरूलाई नि इभिनिङ वाक र मर्निङ वाक जाने चाहिँ गाह्रो भइरहेको छ। के कारण यो सम्बन्धित निकायसम्म ध्यान आकर्षण हुन चाहन्छु। के हो यही हो विकास? पूर्व मेयर रेणुदाज्यूलाई म सोध्न चाहन्छु, हजुरले 9.5 वर्ष त मेयरको रूपमा गर्नुभएको थियो, अनि यो भनेको के हो? हजुरले त हाल्नु आयो, हालिसकेपछि अहिले किन बलेन त? तपाईँलाई यही हो अहिलेका मैले महानगर प्रमुखज्यू आदरणीय चित्रसिंह अधिकारीज्यूलाई नि भन्न चाहन्छु कि यो के हो हुन सक्छ। म अनि एयरपोर्टका हाकिमज्यूहरूलाई नि सोध्न चाहन्छु। अनि यही हो हाम्रो विकास। देशको काठमाडौँ मात्रै विकास गरेर हुन्न, यो भनेको एकदम नाजुक अवस्था रहेको छ। महँग अहिले यहाँ इभिनिङ वाक गर्ने केही जनताहरू हुन्छ, उहाँहरूसँग सोध्न चाहन्छु। धन्यवाद।